अहिले हर्क साम्पाङजीको भूमिकालाई के हेर्नुहुन्छ? हिजो उहाँले भन्नुभयो नि सरकार या त भन्नु पर्यो प्रधानमन्त्री विहीन सरकार हो भन्नु पर्यो, होइन भने उहाँले राजीनामा दिनुपर्छ, यस्तै भाग्न पाइन्छ भनेर भन्नु भएको छ। तपाईँको टिप्पणी के हो उहाँप्रति? हर्क साम्पाङज्यूको श्रमसँग युवाहरूलाई जोड्ने जुन विचार छ त्यो विचार बाहेक यो देश बन्दैन। हर्क साम्पाङ हिजोसम्म भन्नुभएको थियो, म अहिले पनि हर्क साम्पाङको पूर्ण रूपेण म समर्थक हो, किनकि हर्क साम्पाङको शैली बाहेक यो देश बन्दैन। ठीक, भाषण गरेर कुराकानी गरेर होइन स्टन्ट गरेर बन्दैन। काम गर्ने हर्क साम्पाङ जस्तै युवालाई भोलिदेखि श्रमदान सुरु गरौँ न, म एक ठाउँमा ल पढाउँछु, तपाईँ मास कम्युनिकेसन पढाउनुहोस्, अरू शारीरिक श्रम गर्नुपर्ने छ त्यो गरौँ, होइन? सबै युवालाई अनिवार्य सैनिक स्वयंसेवामा जोडेर उत्पादन सेना, सेवा सेना र निर्माण सेना, 3 प्रकारका सेना तयार गरौँ। तपाईँ पनि सैनिक, म पनि सैनिक, देशका लागि काम गर्न थालौँ न। देश हर्क साम्पाङकै तरिकाले बन्छ। ठिक छ, यो उहाँको